बतासले तलाउमा टेकिदेला कि तिम्रो तस्बिर लेखौँ भन्छु मेटिदेला कि बतासले तलाउमा टेकिदेला कि तिम्रो तस्बिर लेखौँ भन्छु मेटिदेला कि बतासले तलाउमा। धन्यवाद। आज आवासको पलेटीमा आवासलाई स्वागत छ। धन्यवाद। संयोग अहिले फतेमानज्यूको सम्झनामा उहाँको गीती मुखडाबाट हामीले आवासलाई पलेटीमा स्वागत गरेका छौँ। फतेमान नै किन, यसैबाट सुरु गरौँ। फतेमान किन को जवाफ चाहिँ फतेमान दाइसँग यो संस्थाको नेपालयको र मेरो व्यक्तिगत सम्बन्ध पनि रोचक छ। किनभने फतेमान दाइको लामो समय उहाँ मौन चुप बस्नुभएको बेलामा हामीले 2002 एउटा कन्सर्ट गऱ्यौँ। त्यो अर्थले पनि हाम्रो सङ्गतको हिसाबले पनि हो। र अर्को चाहिँ नेपाली सङ्गीतमा फतेमान दाइको गायकीलाई त सम्झिराख्नुपर्छ। 2005 जनवरीदेखि सुरु भएको हामीले बसिरहेको पलेटीको अभियान गीत सङ्गीत सृजना सुगम सङ्गीतको अभियानले 20 वर्ष पुरा गरेको छ। कुराको सुरुमै यहाँले भन्नुभयो कि गुमसुम भएर गुमनाम भएर लुकेर बसिरहनु भएको थियो फतेमान दाई भनेर। त्यस्ता साधक त्यस्ता स्रष्टाहरूलाई तानेर पलेटीसम्म ल्याउन चाहिँ केले बल दियो तपाईँलाई, उहाँहरूलाई केले जोड्यो त्यो कुरामा? अनि यो चाहिँ कस्तो भने काम गर्दै गएपछि एउटा काम गर्ने आइडिया पनि नयाँ नयाँ आउँदो रहेछ। खासमा 2005 चाहिँ पोलिटी कसेर आवासलाई सुनौ शीर्षकमा हामीले मानभवन थियो अफिस, हामीले त्यहाँ सुरु गऱ्यौँ। त्यो सुरु गरेपछि 1 वर्ष त मैले गरेँ। त्यहाँमाथि म कतै नचलेको कसैले नचिनेको कलाकार मैले काम गरेँ। 1 वर्ष गरेपछि अब के गर्ने त भन्ने चिन्तन आयो। मैले नै मेरो इच्छाले नै नेपाली आधुनिक सङ्गीतको प्रारम्भिक चरणमा हामीले दार्जिलिङलाई बिर्सनु हुँदैन, दार्जिलिङ र नेपाल जोडेर गरौँ भन्ने कुरा भयो। अनि नेपालको पनि चुप लागेर बसेको आर्टिस्ट जसले सोलो कन्सर्ट भनेको जिन्दगीमा गर्दै गरेको छैन, त्यस्तो आर्टिस्टहरूलाई खोजौँ भन्ने क्रममा चाहिँ हामीले त्यो यो यात्रा थालनी गऱ्यौँ। र त्यसमा अहिले भनौँ न मलाई जहाँसम्म लाग्छ 60-70 जना कलाकारहरू यो अभियान पोलिटी अभियानसँग जोडिसक्नु हो। खासमा यसको सदिक्षा चाहिँ काम गरेको एउटा बेलामा नाम चलेको तर चुप लागेर बसेको कलाकारहरूलाई बाहिर ल्याउनुपर्छ भन्ने सोचले नै सुरु भएको। हजुर, त्यसमा जस्तो गीतकार सङ्गीतकार गायक सबै पर्नु भएको छ। यस्ता स्रष्टाहरूलाई तोकेरै छानेरै भन्नुपर्दा जस्तो अमर गुरुङ हुनुभयो। जसै केस तिमीले फुकायो हावा गजब सँग लहरायो, जिन्दगीले हेर मुस्कुरायो, तिमी कौशीमा उभियौ कसैले त्यो झ्याल उघार्यो, जिन्दगीले हेर मुस्कुरायो। अथवा प्रेमध्वज अथवा शान्ति ठटाल, पछिल्लो समयमा गीतकार कालीप्रसाद रिजालदेखि लिएर दार्जिलिङबाट आउनुहुने डेजी बराइलीहरूको अरू समूह कुमार सुब्बाहरू पनि केही यस्ता सन्दर्भ घटना क्षणहरू होलान् जसलाई यहाँले बारम्बार
पोलिटिका लागि ताकेता गर्नु पर्यो अथवा हत्या नै गर्नु पर्यो एक प्रकारले त्यो छ अप्ठ्यारा खालका कलाकारहरू होइन अप्ठ्यारो भन्दा पनि कलाकारहरू प्राय अप्ठ्यारै हुन्छन् किनभने अलि इमोसनल हुन्छन् अनि उनीहरूको इमोसनलाई चाहिँ हामीले चलाइदियो भने झन् उनीहरूलाई अप्ठ्यारो बन्न झन् सजिलो हुन्छ मलाई सम्झना छ हामीले 2005 को पोलिटी सकिएपछि 2006 को जनवरीदेखि सुरु गर्ने भनेर म पहिलो भेट चाहिँ प्रेमजोत दाइलाई भेट्न गएको थिएँ बागबजार उहाँको घरमा मसँग नेपथ्यको अमृत गुरुङ पनि सँगै थिए हामी दुईजना गयौँ तर प्रेमजोत दाई मर्निङ वाक जानुभएको रहेछ फर्केर ठ्याक्कै गेटमै भेट भयो प्रेमजोत दाईले भित्र जाउँ पनि भन्नु भएन उहाँले गाउने त कुरै भएन गाउने स्वीकार गर्ने त कुरै भएन म सक्दिनँ यो उमेरमा अब कहाँ सक्छु भनेर उहाँले बाहिरैबाट बाई बाई गर्नुभयो त्यहीँबाट सिधै एयरपोर्ट गएँ र म दार्जिलिङ पुगेँ र 2006 को ओपनिङमा चाहिँ डेजीलाई गऱ्यौँ त्यो पनि एकदम डेजीको पनि एकदम कथा छ त्यो निकै मुस्किलले मान्नुभयो उहाँले जस्तो अमर गुरुङहरू नेपालभित्रै चाहिँ अमर गुरुङ चाहिँ अब उहाँको सोलो कन्सर्ट त 52 सालमा चाहिँ मैले आफैले पनि गरेको थिएँ रसियन कल्चरमा त्यसपछि उहाँको सोलो कन्सर्ट त भएको थिएन र पोलिटीको प्रस्ताव लिएर गएपछि नाइ भन्नु भएन त्यसमा त अलिअलि सम्झना त देवेन्द्रलाई पनि छ होला किनभने हामी 2005 मै पनि मलाई जहाँसम्म लाग्छ हामी दशैंको मौका पारेर उहाँलाई पोलिटी भनेर छुट्टै त्यो नियमित श्रृङ्खलाभन्दा छुट्टै हामीले एउटा कार्यक्रम गरेका थियौँ उहाँको गोधुली साँझ दार्जिलिङमा हुनुभन्दा अगाडि होइन त्यो बेलामा हामीले गरेका थियौँ अनि त्यसपछि उहाँले त्यो उहाँले चाहिँ एकदम गहिरिएर बुझ्नुभयो यो चाहिँ चान्चुने काम होइन यसमा चाहिँ सहभागी हुनुपर्छ भनेर उहाँले सहर्ष स्वीकार्नु भयो हरेकचोटि भन्दा केही स्रष्टाहरू हुनुहुन्छ जसलाई यहाँहरूले श्रोताको शुभेच्छुकको फरमाइसमा अथवा आफ्नै रोजाइमा दोहोऱ्याउँदै तेह्र्याउँदै पनि ल्याउनु भएको छ हामीले त्यो चाहिँ किन गरेछ यहाँ आउने पोलिटीको नियमित जुन श्रोताहरू दर्शकहरू हुनुहुन्छ उहाँहरूले पनि अनुरोध गर्नुहुन्थ्यो र त्यो बाहेक पनि हामीले चाहिँ कति कलाकारहरूमा चाहिँ यहाँ आएर गाएको पहिलोचोटि गाएको मात्रै होइन अझै भित्र लुकेका धेरै सृजनाहरू बाँकी हुन्थे त्यसलाई कसरी एक्सपोज गर्ने कसरी बाहिर ल्याउने भन्नेमा चाहिँ हामी जहिले पनि खुल्दुली हुन्थ्यो र हाम्रो अर्को उद्देश्य त पोलिटीको उद्देश्य आर्काइभ गर्ने पनि हो होइन अभिलेख राख्ने हो यो अभिलेख राख्न पाइयो भने त नेपाली सङ्गीतको ठुलो सम्पत्ति हो यो किनभने एउटा कलाकार भित्र गएपछि त उसँग खालि उसको भौतिक शरीर मात्रै जाने होइन उसको ज्ञान उसले आर्जेको होइन साधनाको प्रतिफल सबै त्यो हराउँछ भन्ने हिसाबले पनि हामीले कतिलाई चाहिँ दोहोऱ्याइ तेह्राइ गऱ्यौँ त्यही स्रष्टा छान्ने क्रममा अलि भिन्न लाग्ने तर थाहा नभएको उत्खनन गरे जस्तो गरेर नर्देन रुम्बा जस्तो व्यक्तिहरूलाई पनि छनौट गर्नुभयो त्यसको आधार उनीहरूको बारेमा मिथ जस्तो चल्दै आएको कुराहरूलाई सुनेर नर्देनलाई किन छान्नुभयो यस्ता अरू पात्रहरू पनि छन् कोही होइन नोर्देन चाहिँ गीतकारको रूपमा नोर्देन मलाई त्यो भन्न हिचकिचाहट लाग्दैन जति उचाइमा हामीले हरिभक्त कट्टललाई राख्छौँ लेखन शैली त्यसको गीतको विषयवस्तु र त्यसको भाषाको हिसाबले नोर्देन पनि त्यत्तिकै अब्बल दर्जाको गीतकार हुनुहुन्छ तर नेपालमा उहाँका एक दुईवटा गीत मात्रै चले जस्तै नारायण गोपालले गाएको मेरा सबै रात होइन त्यसपछि सूर्य थुलुङले गाएको बादलुको दरबारमा ती केही गीत बाहेक चाहिँ उहाँका कतिपय गीतहरू एक्सपोज नै हुन पाएनन् नपाएपछि मलाई चाहिँ लाग्यो उहाँको म दार्जिलिङसँग मेरो एक किसिमको रिलेसन भयो नि पोलिटीले गर्दा अनि त्यहाँ गएर कुरा गरेपछि मलाई नोर्देन रुम्बाको बारेमा बुझ्न मन लाग्यो एक त कलिलै उमेरमा बित्नु भयो होइन उमेर नभइकन जिनियस मान्छे जस्तो लाग्यो किनभने उहाँले पाब्लो नेरुदाका कविताहरू ट्रान्सलेट गर्नुभएको छ नेपालीमा नेपाली भाषाप्रति पनि उहाँको मोह त्यो सबै देखेर चाहिँ नोर्देनलाई चाहिँ पोलिटीमा समेट्नुपर्छ भनेर एउटा सोच बन्यो र त्यो सँगसँगै अब नोर्देनका बाँकी भएका गीतहरू चाहिँ कसले धुन भरेका होलान् भनेर खोज्दै जाँदा पछिल्लो चरणका गीतहरू चाहिँ चन्दन लोम्जेलसँग चाहिँ छन् भन्ने जानकारी भएपछि उहाँलाई ल्यायौँ त्यसै गरी अब कहिलेकाहीँ एकदमै थाहै नभएकोलाई ल्याएका छौँ नि जस्तै हामी मणिपुरको देवेन्द्रले याद हुनुपर्छ हामी गएका थियौँ दुईजना मणिपुरका
त्यहाँ पाबुङ भनेर चिनिन्छ उहाँलाई, शान्तनु कुमार लिम्बू। हामीले उहाँलाई ल्यायौँ। उहाँ एकदम यस्तो गजबको पर्फर्मर लाग्यो कि हामी जाँदा त उहाँ खेतमा धान चुड्दै हुनुहुन्थ्यो होइन, हिलै हात थियो उहाँलाई कुरा गर्दा। त्यस्ता मान्छेहरूलाई पनि खोज्यौँ हामीले। जस्तै अब कहिलेकाहीँ चाहिँ अब खालि गीतमा मात्रै होइन, एउटा अभियानमा लागिरहेको हिसाबले पनि डिगबोईको हामीले मिरा थापालाई पनि ल्यायौँ। उहाँ अहिले हुनुहुन्न यो दुनियाँमा। उहाँलाई ल्यायौँ। उहाँको चाहिँ अब इमोसनल साइड चाहिँ ठुलो थियो, किनभने उहाँले चाहिँ नेपाली भाषाको लागि त्यहाँ बसेर नेपाली गीत सङ्गीतमा काम गरिरहनु भएको हिसाबले पनि ल्यायौँ। त्यस्तो चाहिँ बेला बेलामा सफल हुन्छ, बेला बेलामा चाहिँ अब त्यो लिएर आएकोमा पनि कतिपय कुराहरू चाहिँ टेक्निकल कुराहरू चाहिँ मिल्दैन। तर हामीले खोज्ने क्रम चाहिँ अहिले पनि त्यो चाहिँ बेला बेलामा जारी छ। वर्षौँ वर्ष त्याग तपस्या साधना गरिरहेको सुगम सङ्गीतका साधकहरू पनि कता कता हराइरहेको अवस्था हुन्छ। पोलिटिकै 20 वर्ष भइसक्यो। तपाईँ आफै एउटा झन्नै गुरु परम्परा जस्तो गरेर अमर गुरुङदेखि लिएर अरू साधकहरूसँग सिकेको एउटा विद्यार्थी हुनुहुन्छ। फतेमानदेखि लिएर अरू धेरै वरिष्ठ र अहिलेका नवप्रवेशीले पनि यहाँको कम्पोजिसनमा गीत गाएका छन्। यो सुगम सङ्गीतको क्षेत्र चाहिँ झट्टै पपुलर भइहाल्ने, छिटै पैसा कमाइहाल्ने त्यस्तो बाटो होइन रहेछ नि? यसो अहिले हेर्दा त्यसै भन्नुपर्छ, किनभने मान्छेलाई त एकदम चलन चल्तीका कुराहरू, एकदमै छिटो भाइरल हुने कुराहरूमा ध्यान जान्छ। यो चाहिँ साहित्यको एउटा विधा पनि हो, गीत मात्रै होइन, यो खालि रमाइलो मात्रै होइन। यो चाहिँ अमरुङले भन्ने गर्नुहुन्थ्यो, सङ्गीत भनेको मनोरञ्जन मात्रै होइन, आत्मरञ्जन पनि हो। मलाई त्यो उहाँको त्यो भनाइ एकदमै अहिलेसम्म पनि गर्छ, किनभने अब यो उहाँहरूको पुस्ता चाहिँ सङ्गीतबाट कमाइन्छ भनेर लाग्नु भएको थिएन, स्वान्त सुखाएको लागि काम गर्नुहुन्थ्यो र त्यसको प्रभाव हामीसँग पनि अलिअलि अझै पनि बाँकी छ। किनभने त्यो हामी चर्चामा आइहालौँ भन्ने एउटा त यो विधाले गर्दा अलिकति दिँदैन, किनभने यो विधा अलिक गम्भीर विधा नै हो। अर्को कुरा, चर्चामा आउनको लागि धेरै थोक मिल्नुपर्छ। यसमा अलिक गम्भीर खालका श्रोता दर्शकहरू यो विधाले चाहिँ डिमान्ड गर्छ। त्यो भएको हिसाबले पनि अब यसमा पैसै कमाइहाल्ने चाहिँ छैन यसबाट। र पपुलारिटी पनि छैन, त्यो लेभलको छैन। अहिले त झन् यो प्रविधि जुन हिसाबले विकास भयो, त्यो प्रविधिले गर्दाखेरि मान्छेहरू एकदम छोटो सम्झनाका भए। अहिले उदाहरणको लागि हामीले गऱ्यौँ भने रिल टिकटक हेऱ्यो भने त्यो 4 सेकेन्डमै उसले त्यसलाई तलतिर स्क्रोल गरिसकेका हुन्छ होइन, किनभने त्यो धैर्यता भएन। यो चाहिँ यो विधाको लागि धैर्यता चाहिन्छ, बुझ्नको लागि पनि धैर्यता चाहिन्छ, काम गर्नको लागि पनि धैर्यता चाहिन्छ। त्यही भएर यो पपुलारिटीको हिसाबले पनि यो विधा चाहिँ अब झट्टै माथि आइहाल्ने विधा होइन। अवश्य यहाँको यस्तै सङ्गतको कुरोमा मलाई भीमविरागको पनि सम्झना हुन्छ। यहाँले भर्खरै मेरो विचारमा 1 वर्ष भयो होला, त्यस्तै त्यो भइगयो भुलिदेऊ ती पुराना कुरालाई रिलिज गर्नुभयो। त्यससँग जोडिएको संयोग कथा केही छ? अनि त्यो चाहिँ कस्तो भयो भने भीमविराग दाई हेटौँडामा आउँदा हामी बेला बखतमा भेट्न जान्थ्यौँ। तर एक खेप चाहिँ म नगएको बेलामा हाम्रो किरणजी जानुभएको रहेछ, किरण कृष्ण श्रेष्ठ नेपालैकै। अनि उहाँले चाहिँ भीमविराग दाईले गीत गाइरहँदा भिडियो खिच्नु भएको रहेछ। अनि भिडियो खिच्दा चाहिँ उहाँले गीतको अगाडि नै गीत चाहिँ कम्प्लिट सुनाउनु भएन, यो गीत चाहिँ आवाजले गाए हुने भनेर बोल्नु भएको पनि रहेछ त्यहाँ। अनि मैले त्यो सुनेपछि किरणजीले मलाई त्यो भिडियो पठाइदिनु भयो धेरै वर्षपछि। अनि त्यो पठाएपछि गीत त कम्प्लिट छैन, फेरि वर्डिङ अब आफूले लेख्ने कुरा पनि भएन। अनि मैले त्यसलाई चाहिँ एउटा अलिक रहस्यमै राखेर हाम्रो त्यसको ट्युनिङ मात्रै तयार गरेर त्यसमा भाका चाहिँ यो हो भनेर कवि श्रवण मुकारुङलाई मैले पठाएँ। ल यसमा तपाईँ शब्द भर्नुहोस् भनेपछि उहाँले शब्द भरेर पठाउनु भयो। भन्नुभयो भने त पछि भेटमा चाहिँ के भन्नुभयो भने तपाईँले कस्तो यो बुढ्यौली पाराको म्युजिक गरेको भन्नु होइन, उहाँले चाहिँ मैले नै गरेको भन्ठान्नु भएको छ। अनि मैले त्यसपछि रहस्य खोलेँ, यो मेरो धुन होइन, यो चाहिँ
भीमराग दाईको धुन हो, तपाईँको शब्द हो। भीमराग दाई गइसके पनि तपाईँहरू दुईजनाको सहकार्य मैले गराएँ भने दुखेपछि मन बिचरो कहाँ कहाँ पुग्छ भइगो भुलिदेऊ पुरानो त्यो कुरा। यहाँले छान्नुहुने गीत, यहाँले छान्नुहुने शब्द आफै पनि लेख्नुहुन्छ, आफै गाउने, कम्पोजिसन सबै साधनामा हुनुहुन्छ। यहाँको लेखक हामी केटाकेटी भन्ने कम्पोजिसन सानैदेखि सुन्दै आएकोमा म पनि छु। त्यसो भनेर आफूलाई यङ बनाउन खोजेको होइन, यसलाई विचारणीय कुरा हो यो। लेखका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ चौरीलाई चराउँदै दिन बिछ पढ्नु र लेख्नु मुस्किल छ। लेखका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ चौरीलाई चराउँदै दिन बिछ पढ्नु र लेख्नु मुस्किल छ। यो गीत चाहिँ आफूले बिताएको बाल्यकालको सबै बिम्बहरू त्यसैमा केन्द्रित छन्। सङ्गीत रामेश दाईको, शब्द मेरो। त्यो लेखक हामी केटाकेटीको संयोग धेरै पटक सुनाउनु भएको छ, एकपटक त्यसलाई फेरि सुनौ न। पहिला रामेश दाई र हामी एउटै ग्रुपमा काम गर्थ्यौँ। सुन्दर जोशीले चाहिँ आइडिया दिनुभएको, उहाँले चाहिँ बच्चाहरूको लागि गीत लेख्नुहोस् न भन्नुभयो। त्यो पनि रामेश दाईलाई अनुरोध गर्नुभयो। अनि रामेश दाईले चाहिँ गीत त ऊ आवासवाइले लेख्ने हो नि, अब कहाँ अब मैले लेख्ने भनेपछि ल लेखौँ न त भनेपछि मैले त्यहीँ अन द स्पट 2 लाइन चाहिँ ल थिम दिनुहोस् न त, ल बच्चाहरूको लागि, कस्तो बच्चाहरूको लागि होइन लेखको बच्चाहरूको लागि भन्ने थिम आयो। रामेश दाईले इमिडिएट त्यहीँ धुन भर्नुभएको त्यो माथिको चाहिँ। त्यही भएर पछि चाहिँ परिमार्जन हुँदै गयो, ग्रुपले पनि त्यसमा योगदान गर्यो। आस्था परिवार भन्ने थियो हाम्रो, त्यसरी चाहिँ बनेको गीत हो त्यो। तर तपाईँको छनौट चाहिँ मैले बाहिर पनि सुन्दाहरूको सुन्दा तपाईँ बडो सीमित हुनुहुन्छ, सीमित घेरामा हुनुहुन्छ। श्रवण मुकारुङ जस्तो त्यो बाहेककोलाई खासै गर्नुहुन्न भन्ने छ, के लाग्छ? नगर्ने त होइन, तर अब कति मान्छेसँग पहिलो कुरा त देवेन्द्रले भने जस्तै म सुरुमा त म आफै लेख्थेँ, अहिले पनि बेला बेलामा लेख्छु। किनभने म साहित्यको विद्यार्थी पनि हो, म पढ्छु, मलाई गीतहरूमा अलिक गहनता होस् भन्ने छ। म अघिल्लो पुस्ताबाट प्रभावित हुँ। जस्तै नारायण गोपाल, अमर गुरुङहरूले गरेको छनौटको बाट म सचेत छु। त्यही भएर म त्यसमा सचेत भएको कारणले राम्रा शब्दहरू पाऊँ भन्ने चाहिँ मेरो ध्येय हुन्छ। त्यसमा चाहिँ श्रवणसँग मेरो ट्युनिङ मिल्यो, किनभने श्रवण चाहिँ कवि पनि हो होइन, ऊ राम्रो आख्यानकार पनि हो। त्यही भएर श्रवणका गीतहरूमा चाहिँ सामाजिकता, प्रेम सबै कुरा समेटिएको हुन्छ। त्यो हिसाबले पनि हो। त्यसको मतलब फेरि मैले अरूको गर्दै गरेको छैन भन्ने होइन। गौथली झै यो गाउँमा कसको मायाले भन तिमी आयो, कुन घरको दलानमा गुड लगाउने, कसको खेतको पानी र माटो चलाउने। गौथली झै यो गाउँमा कसको मायाले भन तिमी आयो। यो चाहिँ एकदम द्वन्द्वको बेलामा श्रवणजीले लेख्नुभएको गीत मैले भेटेपछि मलाई एकदमै मन परेर धुन भरेको। अवस्था त्यही छ नि अहिले पनि? अवस्था अहिले पनि त्यही छ, फरक भएको छैन। अहिले त झन् डरलाग्दो छ। पहिलाको अर्कै खालको डरलाग्दो थियो, अहिले अर्कै खालको डरलाग्दो छ।
त्यही सन्दर्भमा मैले एउटा धुन पनि गरेको थिएँ यो सन्दर्भमा मिल्ने भएको हुनाले। नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा, नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा, अरूका शक्ति अघि हामीलाई झुकाएका कुरा, नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा। यो चाहिँ मेरा मित्र उत्तर बङ्गाल युनिभर्सिटीमा पढाउनुहुन्छ सञ्जय बान्तवा, उहाँले लेख्नु भएको। अहिले मैले पछिल्लो समय कालिदाईका गीतहरू गरेको छु, कालीप्रसाद रिजालका धेरै मैले 10-15वटा गीतहरू गरेको छु। त्यस्तै भर्खरै मैले एउटा कुमार नगरकोटीको एउटा गीत पनि गरेको छु। म त्यस्तो बायस भएर होइन, मलाई श्रवण चाहिँ एकदम श्रवणले दिएको गीत चाहिँ मैले कुनै पनि शब्द यताउति गर्नु पर्दैन। श्रवणको चाहिँ आउनासाथ मलाई हार्मोनियम माथि राखेर म तुरुन्तै धुन गर्न सक्छु, त्यो ट्युनिङ मिलेर हो। तिमीले मिस कल गर्दा 15 तला माथि रङ लाउँदै थिए म, तिम्रो फोन आउँदा बागे भिर माथि भारी लाउँदै थिए म। तर त्यही पनि कति फरक पर्दछ। श्रवणले लेखेका कतिपय गीतहरू केही फिल्ममा युज भयो होलान्, अथवा केही पहिले कुन्ती मोक्तानहरूले गाउनु भएका गीतहरू, अथवा केही निकै पपुलर चिनिएको भन्ने हुन्छ। तर जब सुगम सङ्गीतको कुरा आयो, त्यसमा मिठास ओज सबै हुँदै पनि पपुलारिटीको कुरामा चाहिँ त्यो शब्दले, सङ्गीतले, स्वरले केहीले पनि नहुने रहेछ। यो के होला? यसको केही होइन, यो लोकप्रिय कसरी हुन्छ भन्ने कुरा चाहिँ रहस्यमै छ अझै पनि होइन। तर त्यसका केही सूत्रहरू त छन् मान्छेले पछ्याउने, जस्तै त्यसको रिदम होला, त्यसको लोक भाकामा बेस भयो भने होला, त्यसका केही सूत्रहरू चाहिँ छन्, नभएको होइन। तर सबैले प्रयोग गरेको त्यही सूत्र काम लाग्छ भन्ने पनि छैन। यो गीतको लोकप्रियताको चाहिँ धेरै कुराहरू मिल्नुपर्छ। जस्तै अहिले सम्झँदा त नारायण गोपाल अहिले हुनुहुन्थ्यो भने नारायण गोपाल पनि पपुलर हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। किनभने त्यसको लागि अलिक गाम्भीर्य कान पनि त्यो चाहिन्छ, गम्भीरतालाई रुचाउने कान चाहिन्छ होइन। अब उहाँको स्वर मिठो थियो, अनि अर्को कुरा त्यो बेलामा यस्तो छरपष्ट मिडिया थिएन होइन। रेडियो नेपालले सुनाएपछि सबैले रेडियो नेपाल सुन्थे नि त। त्यो भएर त्यसको धेरै कुराहरू मिल्नुपर्छ, समय, प्रविधि, लेखन, गायन, कम्पोजिसन सबै मिल्नुपर्छ। एउटा आम गुनासो, आम रोइलो के हुन्छ भने राज्यले केही गरेन। एकाडेमीहरू छन्, अरू विभागीय निकायहरू छन्, राज्यले गर्नुपर्ने के, प्रवर्धन गर्नुपर्ने के, गरिदिनुपर्ने के? होइन, राज्यले गर्नुपर्ने त हो, तर अब हामी जस्तो काम गरिरहेको यो विधालाई चाहिँ हामीलाई फन्डिङ गर्नुपर्छ भन्ने चाहिँ पक्षमा म छैन, किन जरुरी छैन त्यो। राज्यले गर्नु पर्दैन, हामी आफै गरिरहेछौँ होइन। तर राज्यले गर्नुपर्ने चाहिँ खासमा चाहिँ हाम्रा लोक कलाकारहरू, उदाहरणको लागि गन्धर्वहरू एउटा बेलामा उनीहरूलाई चाहिँ समाजले धानेको थियो भने त घर घरमा जान्थे, उनीहरू गीत सुनाएर त्यो इन्टरटेनमेन्ट दिए बापत, घटना सुनाए बापत, कर्खा सुनाए बापत उनीहरूले धान पाउँथे, चामल पाउँथे, पैसा पाउँथे र आफ्नो गुजारा गरेका थिए। तर अहिले त्यो अवस्था पनि रहेन। झन् देश द्वन्द्वमा गएपछि गन्धर्वहरूले गाउँ गाउँ डुल्ने होइन, त्यो अवस्थै रहेन र हुँदाहुँदै त्यो बिस्तारै विस्थापित हुँदै गयो। अब राज्यले गर्नुपर्ने चाहिँ यस्ता कुराहरू, कुना काप्चामा बसेका चिजहरूलाई चाहिँ बाहिर ल्याउनु पर्ने हो, उनीहरूलाई चाहिँ प्रवर्धन गर्नुपर्ने हो। जस्तै उदाहरणको लागि हाम्रै छिमेकी देशमा उनीहरूले शास्त्रीय सङ्गीत अन्तर्गत पनि वाद्यवादन, नाच होइन, लोक सङ्गीत सबैलाई उनीहरूले प्रवर्धन गरेर ठाउँ ठाउँमा संस्थाहरू बनाएर उनीहरूले इन्भेस्ट नै गर्छ। हाम्रोमा त्यो सद्बुद्धि त अब यो राज्य चलाउनेहरूसँग त्यो छैन, त्यो आउँदैन। किनभने यति मलाई यो भन्दा हिचकिचाट छैन, हाम्रो राज्य सत्ता चाहिँ यति यो
रुख हो, न त्यसलाई साहित्यको मतलब छ, न त्यसलाई सङ्गीतको मतलब छ। देखावटी कहिलेकाहीँ बाँसुरी फुकेर हुँदैन नि, त्यसको नीति हुनु पऱ्यो नि, बनाइदिनु पऱ्यो, त्यसको लागि इन्भेस्ट गर्नु पऱ्यो। अब यो पुल बनाए जस्तो यसले ठ्याक्कै एउटा ठाउँबाट अर्को ठाउँमा जोड्दैन, तर नेपालीहरूलाई जोड्ने भनेको त गीत सङ्गीतले हो नि। अहिले जस्तै हामीले यसो हेऱ्यौँ भने अहिले डायस्पोरामा भएकै प्रोग्रामहरू हेऱ्यो भने पनि 10,000 मान्छे 5,000 मान्छे विदेशको स्टेजमा जाँदा भेटिन्छ भनेपछि हामीलाई अब जोड्ने त केले? सङ्गीतले जोडिरहेछ। त्यसैले यस्तो कुराहरू चाहिँ सोच नभएका सत्तामा पुगेका सत्ताधारीहरूले चाहिँ कहिले पनि त्यो सोच बनाएनन्। त्यो कारणले यिनीहरूसँग डिमान्ड गर्नु व्यर्थ छ। सन्दर्भ आउँदाखेरि कहिलेकाहीँ यहाँले नसोचेको उत्खनन गरे चाहिँ डाक्टर सुमन थापालाई पनि तपाईँको सङ्गीत श्रवण दाईको गीतहरूमा ल्याउनु भएको थियो। त्यस्तो खोजी चाहिँ गायकहरूले आफैले अब श्रवण दाईले अथवा तपाईँले गर्नुभएको थियो कि डाक्टर सुमन थापालाई कसरी? होइन, डाक्टर सुमनले अब उहाँ आँखाको डक्टर हो, तर गीत गाउनुहुन्छ भन्ने चाहिँ हामीले हेरिरहेको थियौँ। उहाँको पहिला सिडीहरू पनि निस्केको थियो, उहाँको ब्यान्डमै पनि थियो होइन, ब्लू फ्रेड भन्ने उहाँको ब्यान्ड नै छ। अनि त्यो सबै देखेको हुनाले अनि अर्को कुरा चाहिँ हाम्रो यस्तो कुरा चाहिँ के हुन्छ भने जस्तै अमर गुरुङहरूको बेलामा शङ्कर लामिछाने, भुपी शेरचनहरूको एउटा काम हुन्थ्यो भने हाम्रो जमानामा नि को छन्, के गरिरहेछन् होइन, को कुन विधामा छन् भन्ने कुरामा खोजौँ न। यसो प्रयोग गरौँ न त। जस्तै सुमन चाहिँ अङ्ग्रेजी गीत मात्रै गाउने हो, नेपाली गीत उहाँले गाउनु भएको छैन भनेपछि अनि यो यसलाई चाहिँ यो त्रिकोण तयार गरेर काम गरौँ नि त। श्रवणजीले लेख्ने, तपाईँले धुन भर्ने अनि सुमनले गाउने भनेपछि र हामीले त्यो 1-1.5 महिनामा 2 महिना बढीमा 2 महिनामा हामीले त्यो प्रोजेक्ट चाहिँ काम गऱ्यौँ। त्यसमा चाहिँ सुमनले पनि एकदमै धेरै मेहनत गर्नुभयो, राम्रो भएको थियो। यो चाहिँ डाक्टर सुमनले गाउनु भएको यो ओडिङ श्रवण मुकारुङको तुइन समय गइझौला, तुइन समय गइझौला, तरे संसार घुमी आउला, झरे माछा भइझौला, तुइन समय गइझौला, तुइन समय गइझौला, तरे संसार घुमी आउला, झरे माछा भइझौला, तुइन समय गइझौला। यहाँहरूले यसरी ल्याइराखेको अब एउटा सन्दर्भ के भने 20 वर्ष भयो खोज्दै ल्याउँदै पुरानादेखि लिएर पछिल्लासम्मका स्रष्टाहरूलाई। अब यसरी ल्याउनै बाँकी रहेको अथवा यो ल्याउन पाए हुन्थ्यो भन्ने जस्तो मेरो मनले चाहेको, सुन्न चाहेको, देख्न चाहेको बच्चु कैलाश जस्तो अरू पनि हुनुहुन्छ अथवा तपाईँहरू यस्तो खोजीमा हुनुहुन्छ? होइन, अब देवेन्द्रको इच्छा जस्तै हाम्रो पनि इच्छा सुरुमै भएको बच्चु दाईलाई चाहिँ ल्याउने भनेर म 2-3 खेप उहाँको घरमा पनि गएँ, तर उहाँले विनम्रतापूर्वक पहिला जे गरियो अब नगाउँ भन्नुभयो। उहाँलाई कर पनि गर्ने कुरा भएन। मैले 2-3 चोटि चाहिँ गएर कर गरेँ। आर्टिस्टहरू अब छुटेकै आर्टिस्टहरू त्यति धेरै त हुनुहुन्न, जस्तै अब उमेरले गर्दा कतिपय हामीले गर्न खोज्दा पनि छुट्नुभयो। त्यस्ता केही चाहिँ हामीलाई गर्न पाए हुन्थ्यो भन्ने चाहिँ थियो, अझै पनि छ। यो कुरो गरिरहँदाखेरि नेपालले अथवा यो संस्थासँग जोडिएको नेपथ्य ब्यान्डले लोकरक मुभमेन्टहरू चलाएर एउटा एक खालको फरक लोकधुनलाई पनि आजको स्वरूपमा गाएर प्रोफेसनल रूपमा ख्याति कमाएको छ। तर यही पलेटीले कुमार बस्नेत जस्तो अथवा लोक लाइनमा लाग्नु भएकोहरूलाई त्यति निम्तो गरे जस्तो लाग्दैन कि
होइन हाम्रो चाहिँ यो अब पहिला नै जोडिएको कुरा नै के भने यो आधुनिक गीतमा केन्द्रित हो। जस्तै किनभने आधुनिक गीतहरू लोकगीत चाहिँ यसो उसो गरेर भए पनि लोकगीत चाहिँ आफ्नो हिसाबले सस्टेन गरिरहेछ। जस्तै यो बिचमा हेऱ्यो भने लोकगीतको एउटा जुन तरिका हो तरिका चेन्ज भयो। त्यो लोक भाका नै पपुलर भएको कारणले हामी विगत 20 वर्षदेखि त दोहोरीमै अल्झिरहेछौँ होइन। अनि त्यो एउटा चलि पनि रहेछ भन्ने हिसाबले हामी त्यतातिर त्यति ध्यान नदिएको हो। अब इनोभेटिभ हिसाबले लोकगीतलाई पनि गर्नुपर्ने हो, गर्नु हुँदैन भन्ने होइन। लोकगीत चाहिँ अहिले क्रिएटिभ भन्दा अलिकति त्यो भाँडिएको बाटोमा छ होइन। त्यो अब गाउँको भाका लिएर आयो, कोठामा बसेर गीत लेख्यो, त्यो गाउँले लोकले रचना गरेको होइन। त्यो भएर त्यो आफ्नो हिसाबले चलिरहेछ, त्यसमा हाम्रो गुनासो पनि छैन। यो दुनियाँ यो जगत सुगम सङ्गीतको जगतमा लागेकै लामो समय भइसक्यो। हिसाब रेकर्डको आधारमा पेनल्टी भन्दा गन्ने भने 20 वर्ष, त्योभन्दा अगाडि अघि भन्नुभयो फतेवन कार्यक्रम जोड्दा 25 वर्ष तक निरन्तर छ। यो पेनल्टीले कहाँ पुर्याउला जस्तो लाग्छ? होइन, पेनल्टीले त हामीलाई खासै कहीँ पुर्याउँदैन, यहीँ राख्छ। किनभने यहीँ राख्छ भन्नाको मतलब के हो भने पेनल्टीले त्यस्तो धेरै ठुलो उछलकुद गर्ला जस्तो चाहिँ अहिले पनि लागेको गरिरहेछ आफ्नो क्षेत्रमा। तर अब यसले निरन्तरता पाइरह्यो भने नेपाली सङ्गीतको लागि चाहिँ एउटा कमसेकम सानो एउटा ठाउँ भए पनि यसले सृजना गरेको छ। धेरै धन्यवाद, समय दिनुभयो। धन्यवाद। म प्राय अन्तर्वार्ता लिँदाखेरि चाहिँ गीत गाउनु हुँदैन भन्ने मान्यताको मान्छे हो। देवेन्द्रले गर्दा म त्यो मान्यताबाट म अलिक विचलित भएँ। यसका लागि पनि धन्यवाद। यो चाहिँ भीमविराज दाईको शब्द पनि उहाँकै, सङ्गीत पनि उहाँकै। हेटौँडामा जाँदा उहाँले सिकाउनु भएको। नबोलाऊ कसैलाई तिमी राति राति, नबोलाऊ कसैलाई तिमी राति राति, होसमा हुँदैनन् कोही राति राति, नबोलाऊ कसैलाई तिमी राति राति।